डिजिटल युगको यो समयमा पनि गोरुबथान खण्ड अन्तर्गत पर्ने रोङ्गो ग्राम पञ्चायतका दुई प्रमुख गाउँहरू बाह्रघरे र भस्मे डाँडा अझै पक्की सडक सुविधा पाउनबाट वञ्चित छन्। लगभग 252 जनसङ्ख्या रहेको यस क्षेत्रका बासिन्दाहरू सन् 1970 दशकदेखि यता बसोबास गर्दै आएका हुन्। तर आजसम्म पनि उनीहरू भरपर्दो सडक सञ्जालको प्रतीक्षा गरिरहेका छन्। 2021मा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले सडक खन्ने कार्य सुरु गरे पनि त्यसलाई पक्की बनाउने काम अहिलेसम्म सम्पन्न भएको छैन। अहिले पनि वर्षाको समयमा सडक हिलोमय भएर आवत जावत असहज हुने गरेको बासिन्दाहरू बताउँछन्। तपाईँहरू यो गाउँमा कति वर्षदेखि बसोबास गर्नुहुन्छ? हामीहरू तपाईँको 1970देखिको चाहिँ यो गाउँमा बस्दै आएको छौँ। पक्का सडक नहुनाले तपाईँको दैनिक जीवनमा के कस्तो असर परेको छ? धेरै असर परेको छ है। हामीलाई विशेष गरी बिमारी हुँदा है, बिमारीलाई यहाँबाट बोकेर लानुपर्ने खालको अवस्था छ। साथै स्कुल जाने जति केटाकेटीहरू छन् उनीहरूलाई असुविधा छ। त्यहाँदेखिको घरको सौदा पानी रासिनहरू ल्याउँदा कुनै पनि कार्यहरू गर्नु पर्यो भने है हामीले सबै सामान चाहिँ मान्छेले नै बोकेर ल्याउनु पर्ने खालको अवस्था छ है। हामीलाई चाहिँ यही समस्याहरू छ अहिले घरि। वर्षायाममा बाटोको अवस्था कस्तो हुन्छ के तपाईँ हामीलाई वर्णन गर्न सक्नुहुन्छ? बर्खामा चाहिँ हाम्रो बाटोको अवस्था चाहिँ एकदमै दयनीय हुन्छ। जस्तै अहिले यहाँ यो हाम्रो कच्ची बाटो खनिएको छ है। त्यो बाटोमा चाहिँ अब कच्ची बाटोमा नालीहरू छैन, पानीहरू जामिन्छ र पानीहरू जामिँदा अब हिलोहरू हुने गर्दछ है र मान्छेहरूलाई हिँड्नु एकदमै असुविधा छ। तपाईँहरूले यस समस्याबारे निकाय सम्बन्धित विभाग अथवा प्रशासनलाई जानकारी गराउनु भएको थियो? हामीले सरकार समक्ष यो हाम्रो समस्याबारे हामीले अगाडि जनाएको छौँ र सरकारले पनि चाँडोभन्दा चाँडो हाम्रो यो समस्याको समाधान गरिदिने हामीलाई वचन दिनुभएको छ। तपाईँहरूका छोराछोरी विद्यालय जान कति कठिनाइ पर्छ? हजुर, धेरै समस्या छ है। एउटा रोडबाट जानु पर्यो भने जुन चाहिँ हाम्रो यो कच्ची बाटो छ त्यहाँबाट हिँड्नु एकदमै असुविधा छ। साथै पल्लोपट्टि एउटा सानो खोला पनि छ, खरे खोला, त्यो बर्खाको समयमा बढेर है एकदम त्यसले डरलाग्दो रूप लिन्छ र त्यो खोला तडेर चाहिँ हामी हिँड्नु पर्ने हुँदा चाहिँ त्यहाँ पनि एउटा समस्या छ है स्टुडेन्ट नानीहरूलाई। र अब बाटोमा चाहिँ समस्या छ। अब यो कच्ची बाटोमा त हिँड्नु हुँदैन, गाडी हिँड्दैन र धेरै असुविधा छ। यदि भोलि नै सडक पक्की भयो भने तपाईँहरूको जीवनमा के कस्तो परिवर्तन आउँछ जस्तो लाग्छ? हजुर, हाम्रो यो सडक पक्का सडक बन्यो भने चाहिँ अहिले हामीले जुन समस्याको बारेमा तपाईँहरूलाई हामीले भन्यौँ त्यस समस्याको समाधान हुन्छ। दुख बिमार पर्दा अब गाडी घोडाको सुविधा हुन्छ सडक बनिएपछि। त्यहाँदेखिको स्टुडेन्ट नानीहरूलाई सुविधा पर्छ र अब विकासको मूल एउटा उयो नै सडक हो है। विकासको सुरुवात नै हाम्रो सडकबाट हुने गर्छ र अब सडक बनिएपछि धेरैवटा मान्छेको जीवनमा आर्थिक परिवर्तन आउने गर्दछ है। मान्छेले कतिवटा रोजगारको उयो पनि अवसर पनि पाउँछ र हामीलाई यो सबै कुराको लाभ हुनेछ भन्ने चाहिँ हामीले आशा गरेका छौँ। सरकार पक्षलाई आफ्नो गाउँ पक्षबाट के अपिल गर्न चाहनुहुन्छ? अब सरकार पक्षले त हामीलाई अलरेडी नै चाँडो गर्ने भनेर उहाँहरूले आश्वासन दिनु भइसकेको छ र हामीलाई विश्वास पनि छ उहाँहरूले चाँडो यस कामलाई गरिदिनु हुनेछ, हाम्रो समस्याको समाधान गरिदिनु हुनेछ र हामी खुसी पनि छौँ सरकारले हामीलाई आश्वासन दिएको छ। र सरकार पक्षलाई चाहिँ एउटा कुरा भन्न चाहन्छु, चाँडै यो कामलाई गरिदिने उहाँहरूले त वचन दिनुभएको छ, हामीलाई विश्वास पनि छ है। अब किन भन्दा हिउँदोको सुरुवात भयो, हिउँदोपछि अब बर्खा आउँछ र बर्खाको समयमा चाहिँ अलिकति हामीलाई असुविधा हुन्छ, काम गर्नु असुविधा हुन्छ र यही हिउँदोको समयमा गरिदिन्छु त भन्नुभएको छ र हामीलाई आशा पनि छ र गरिदिनुहुन्छ भन्ने हामीले ठुलो विश्वास पनि गरेको छौँ। 2021मा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले सडक खन्ने कार्य सुरु गरे पनि त्यसलाई पक्की सडक बनाउने काम अहिलेसम्म सम्पन्न भएको छैन। अहिले पनि वर्षाको समयमा सडक हिलो मैलो भएर आवत जावत असहज हुने गरेको बासिन्दाहरू बताउँछन्।
स्थानीयहरूले गुनासो गरेका छन् कि हालै सम्पन्न पञ्चायत चुनावमा एक विशेष पार्टीको उम्मेदवारलाई भोट नदिएको कारणले गाउँलाई व्यवस्था गरिएको छ। यस्तो राजनैतिक पूर्वाग्रहले विकासमा थप अवरोध उत्पन्न गरिरहेको उनीहरूको भनाइ छ। नमस्कार। विशेष 12 घरे र डाँडा गाउँको कुरा गरिबास रङ्गुजीपी अन्तर्गत विशेष रूपले हामीले त्यो 12 घरेको बाटो धेरै अगाडि 2021 या 22मा हामीले एउटा जेसिबी लगाएर खन्ने काम गऱ्यौँ है। त्यहाँको जनतालाई अति नै असुविधा छ। मैले पनि त्यो स्वयं गएर त्यो निरीक्षण गर्दा त्यहाँ एकदमै असुविधा भएको हामीले पनि महसुस गरिरहेका छौँ। अब हामी त बेला बेलामा जाने मात्र हो, तर त्यहाँको दैनिक रूपले त्यहाँको जीवनयापन गर्ने त्यहाँको सर्वसाधारण सबैलाई एउटा अति दुःखपूर्ण समस्याहरू हामीले देख्न पायौँ, जसको लागि मैले जिटिए मार्फत एउटा इलेक्सन अगाडि नै एउटा टेन्डर गराइएको थियो। त त्यसको पूर्ण रूपले त्यसको बाटो अहिलेसम्म बनिन सकेको छैन, तर हामीले त्यसको वर्क अर्डर पनि ल्याएर जो हाम्रो एजेन्सी रमेश कुमार अग्रवालजी हुनुहुन्छ, उहाँले त्यो बाटो चाँडै नै हामी एउटा त्यसलाई खन्ने अनि त्यसको पूजा गरेर हामीले त्यो कामलाई हामी सर्वोच्च जति पनि अब अर्डरमा छ त्यो तल डाँडा घरेदेखिको माथि भस्मेको डाँडासम्म चाहिँ त्यसको एउटा सिसी रोड बनाउने हामीले एउटा निर्णय र डिपार्टमेन्टले पनि त्यसको हामीलाई जिटिएले पनि त्यसको एउटा निर्देश दिइसकेको छ। र त्यहाँको जनतालाई म अपिल गर्न चाहन्छु, तपाईँहरू धैर्य गरेर बस्नुहोस्, केही दिनभित्रमै यो सप्ताहभित्रमै हामी त्यो कामलाई हामी अगाडि बढाउँछौँ भन्ने सबैलाई म यो मिडिया मार्फत जानकारी गराउन चाहन्छु। गाउँवासीहरूले सरकारसँग तत्काल पक्की सडक निर्माणको माग गरेका छन्। उनीहरूको भनाइमा वर्षौँदेखिको हाम्रो आशा अब निराशामा परिणत हुँदैछ। सरकार वा प्रशासनले अब ध्यान नदिए हामी सङ्घर्षका अन्य रूप अपनाउन बाध्य हुनेछौँ।